बालिन शाहलाई यो परिणाम जो मत परिणाम सार्वजनिक भइसकेपछि प्रमाणपत्र सार्वजनिक गरेर बालिन शाहलाई यो दिइएको छ भने खादामाला उहाँले नलगाउनु भएको छ, खादा लगाउन अस्वीकार गर्नु। र यति बेला तपाईले दृश्यमा देखिराख्नु भएको छ बालिन शाह अबको भावी प्रधानमन्त्री पनि हुनुहुन्छ भने भावी प्रधानमन्त्रीले चाहिँ आफ्नो यहाँबाट शानदार विजय लिइसके पश्चात उहाँले चाहिँ प्रमाणपत्र लिइसक्नु भएको छ। र यति बेला सर्टिफिकेट सहित फोटोको माग गरिसके पश्चात बालिन शाहले सर्टिफिकेट समाएर फोटो पनि खिचाइरहेका छन्। यो दृश्यमा तपाईले देख्न सक्छौं यहाँ ठूलो संख्यामा